तपाईहरु न्युजिल्यान्डमा पब्लिक ट्रान्सपोर्ट चढ्नुहुन्छ भने तपाईहरुले याद गर्नुभएको होला पब्लिक ट्रान्सपोर्टको भाडाहरू बढ्ने क्रममा छ। कुनै कुनै ठाउँमा बढिसक्यो, कुनै ठाउँमा चाहिँ बढ्नेवाला छ। फेब्रुअरी 1 देखि अकल्यान्डको ट्रेन, फेरी, बस सबै जसो पब्लिक ट्रान्सपोर्टेसनमा चाहिँ एभरेजमा 5.1% जस्तो भाडा चाहिँ बढ्दैछ। तर एउटा खुसीको कुरा चाहिँ के छ भने त्यो जुन $50 वाला क्याप छ नि, 7 दिनमा $50 खर्च गरिसकेपछि एटी हब कार्डबाट अनि जति चढे पनि फ्री हुने भन्ने त्यो चाहिँ केही पनि चेन्ज हुनेवाला छैन। त्यसैगरी वेलिङटनमा पनि जुलाई 1, 2026 देखि 10% सम्म फेयर बढ्ने कुरा छ। अनि अफ पिक डिस्काउन्ट त 50% बाट चाहिँ घटेर 30% भइसकेको थियो पहिले नै। यता टौरङ्गमा पनि अस्ति 22 जनवरी 2026 देखि रफली 10% जति फेयर बढिसकेको पनि छ। अनि क्राइस्टचर्चमा त जुलाई 2025 मा एकचोटी फेयर बढेको थियो। अब फेब्रुअरी 2026 मा पनि फेरि रिभ्यू हुने भनेर भनेका छन्। न्युजिल्यान्डमा महँगी पनि के साह्रो बढेको हो। त्यसै मान्छेहरू सबै अस्ट्रेलियातिर भागेका होइनन् कि क्या हो।